लगानी सबै नेपालको बोलियो भएसम्म राख्छ अनि बुढो भएपछि लात्ताले हानेर पठाइदिन्छ नयाँलाई दिने नयाँ चाहिँ एकचोटि आइदिएको भए राम्रो हुन्थ्यो बालेन राम्रै काम गर्नुभएको छ बालेन अहिले कति विकास गर्नुभयो त्यसको काम गरेको आधारमा तपाईँले भन्नुभयो होइन उनीहरू नयाँ नयाँ मात्र फर्किँदाखेरि अब हामीले चाहिँ के मेरो विचारमा चाहिँ के भन्दाखेरि यो धेरै चाहिँ 601 चाहिँ संसद हुँदा पनि अब राजतन्त्र नै फर्केको चाहिँ राम्रो किन भन्दाखेरि अहिलेको जुन यो राष्ट्रपति थियो नि राष्ट्रपति धेरै राष्ट्रपति अब 5 वर्षको बादमा जाने राष्ट्रपति हुँदा कति राष्ट्रपति हुँदै जान्छ ती राष्ट्रपतिलाई चाहिँ सुविधा र अरू सुविधा हिँड्दै जाँदाखेरि कतिको हुन्छ मेरो सबै चाहिँ नेपालको बजेटको आधारमा पहिला त्यति हुँदैन अनुभव पनि त्यस कारणले त्यो राष्ट्रपतिको ठाउँमा राजतन्त्र राजा आइदिएको भए हाम्रो देशको प्रधानमन्त्री बालेनज्यू भयो भने हाम्रो देशको स्थिति परिवर्तन हुन्छ कि हुन्न त्यो अलिकति भन्नु होला जस्तो लाग्छ मलाई होला जस्तो लागि पहिला त अब किनभने विकसित देश होइन अहिलेको चाहिँ विकसित देश हो पहिलाको भन्दा अहिले चाहिँ खाना लाउनु चाहिँ धरो होइन सुविधा आनन्द सुविधा टेलिभिजन हेर्ने यसो त्यसो वैज्ञानिक हेर्ने यसो राम्रो किनभनेदेखि काठमाडौँमा पनि उसले मुहार फेर्न लगाएको छ पर्यो यहाँको चाहिँ नेताहरूले राज्यले चाहिँ सत्तामा गएकोले यहाँले कारखाना खोलेर हरेक चिज बाहिर नपठाउने उद्देश्य बनाउनु पर्यो यो क्वेसन छ कि हामीहरूले अग्लो चुनावमा बालेनज्यूलाई भोट दिएर जिताउनु भयो भने हाम्रो देशको स्थिति के चेन्ज हुन्छ परिवर्तन हुन्छ कि हुन्न अब यहाँ तपाईँले भनेको अनुसार बालेनजीलाई मात्रै हुने कि अहिलेको परिस्थिति अनुसारमा पुरानो भन्दा चाहिँ नयाँलाई चाहिँ भोट दिने हाम्रो अहिले बुढापाकाहरूको पनि यही मन चाहेमा किन भन्दाखेरि अब पुरानोले धेरै वर्ष त्यहाँ चलाइसक्यो अहिलेसम्म चाहिँ कुनै चाहिँ प्रगति गरेको छैन हो बसेर खाने उमेर खाने जुगा जस्तो टप्प टाँस्यो भएको जति रगत जाने चुसेर खाए युवामा अहिले हर सम्पान भयो बालेन हुँदा राम्रो हुन्छ हाम्रो देशको प्रधानमन्त्री बालेनज्यू हुँदा राम्रो हुन्छ कि हर्क साम्पाङज्यू हुँदा हाम्रो देश परिवर्तन हुने हो राम्रो हुने हो त्यो कुरा चाहिँ अब उनीहरू चाहिँ पहिला पनि भएछन् अरू हर्क साम्पाङले आफ्नै चाहिँ परिश्रम गरेर चाहिँ उसको नाम बनाएको हो होइन अब बालेन भनेको चाहिँ काठमाडौँको मेयर हो काठमाडौँको मेयरको आधारमा अहिले उसले चाहिँ जुन काठमाडौँमा गरिराखेको छ त्यो एकदम चाहिँ राम्रो चिज राम्रो त्यो राम्रो भएको हुनाले अहिलेको त्यो नगरपालिका काठमाडौँको नगरपालिकाले गरेको राम्रो भएको हुनाले बालेनलाई सबैले जाने हुन्छ भन्ने छ अब उसको चाहिँ भविष्यको पछि त चाहिँ उसले गर्ने छैन बाँकी नै छ अहिले प्रधानमन्त्री भनेको उसलाई ल्यायो भने झन् राम्रो हो हर साम्पाङमा के तपाईँले पाउनुभयो त्यसलाई नराम्रो गर्नुभयो कि नराम्रो हर्क साम्पाङ पनि हर्क साम्पाङले पनि नराम्रो होइन अहिले चाहिँ हर्क साम्पाङ बालेन रवि लामिछाने उनी अहिले नयाँ शक्तिहरू नयाँ एकै ठाउँमा आएर चाहिँ चुनाव लडेको भए गइदिएको भए नेपालमा कुनै न केही राम्रो होला अहिले जस्तै रवि लामिछाने भयो बालेन भयो सबै रवि लामिछाने हर्क साम्पाङ अनि त्यो बालेन सबै एकै ठाउँमा अब कुलमान घिसिङ भयो अहिले कुलमान घिसिङ र बालेन रवि जाने एउटै ठाउँमा आयो होइन त्यसपछि अनि अब यस्तो चिजमा आयो भने नेपालमा जे होस् नेपाल अहिले राम्रो हुनु पर्यो नेपाल हुनु पर्यो अहिले नेपालमा मुख्य चिज पहिलाको जस्तो नभइकन अहिलेको चाहिँ राम्रो परिस्थितिमा आइदिएको भए हुन्थ्यो अब सबभन्दा नराम्रो त भक्तपुर हो हामीलाई भक्तपुरमा हो किन भन्दाखेरि भक्तपुरमा 2036 सालदेखि जितिरहेको ठाउँ भक्तपुरमा होइन नारायण मान बिजुको पार्टी नियमित भए होइन 2036 सालदेखि जितिराखेको अहिलेसम्म तपाईँहरूले चाहिँ कुनै चाहिँ प्रगति चाहिँ हामीले देखेका छैन
छ त्यो त म भन्न सक्दिनँ म बाहिर देखेको छैन किनभने अहिलेको उनीहरूले जाने गरेको छ भक्तपुर नगरपालिकाले यस्तो गरिरहेको छु त्यस्तो गरिरहेको छु भने मात्रै होइन अहिले जाने त्यसै कारणले हाम्रो भक्तपुर बाजी यहाँको बाजेहरूले नयाँलाई दिने नयाँ चाहिँ एकचोटि आइदिएको भए राम्रो हुन्थ्यो भन्ने चाहिँ आफ्नो कुरा बालेन राम्रै काम गर्नुभएको छ बालेन अहिले त्यो कति विकास गर्नुभयो त्यसको काम गरेको आधारमा तपाईँले भन्नुभयो हो नि उनीहरू नयाँ मान्छे आएकोले त चाहिँ एकचोटि विकास गरेर राम्रो पाइसक्यो यो यहाँको चाहिँ 2037 सालदेखि जितिराख्यो 52 वर्ष उसले उसको पार्टी दर्ता भएको 2030 साल अहिले झनै 52 वर्ष जति भइसक्यो एकाधिकार 2037 सालदेखि एकाधिकार यहाँ भक्तपुर नगरपालिकाले एकाधिकार चलाएको अहिलेसम्म विकास नभएको कारणले अहिलेसम्म चाहिँ कुनै विकास नदेखेको कारणले अहिलेको नयाँ मान्छेलाई दिने अरू केही भन्नु तपाईँले सोध्नु छ भने सोध्नु अरू एउटा प्रश्न छ कि अब जस्तै अब धेरै जसो युवाहरू यो अल्मिलिरहेछ कि हाम्रो देश राजतन्त्रमा फेरि फर्किँदा राम्रो हुन्छ कि प्रजातन्त्र नै राम्रो हुन्छ त्यो पनि प्रश्न अब त्यो तपाईँले भन्नुको कुरा पनि राम्रो भयो राजतन्त्र फर्किँदाखेरि अब हामीले चाहिँ के मेरो विचारमा चाहिँ के भन्दाखेरि यो धेरै चाहिँ 601 चाहिँ संसद हुँदा भने अब राजतन्त्र नै फर्किएको चाहिँ राम्रो किन भन्दाखेरि अहिलेको जुन यो राष्ट्रपति थियो नि राष्ट्रपति धेरै राष्ट्रपति अब 5 वर्षको बादमा जाने राष्ट्रपति हुँदा कति राष्ट्रपति हुने जान्छ ती राष्ट्रपतिलाई चाहिँ सुविधा र अरू सुविधा दिनै जाँदाखेरि कतिको हुन्छ यो सबै चाहिँ नेपालको बजेटको आधारमा जान्छ अनुभव पनि सबैलाई चाहिँ हुँदैन हुने त्यसकारणले त्यो राष्ट्रपतिको ठाउँमा राजतन्त्र राजा आइदिएको भए यो पनि राम्रो अहिलेको चाहिँ परिस्थिति चाहिँ देशको गन्धरागोल भइराखेको अवस्थामा राजा आइदिएको त्यो पनि चाहिँ मलाई चाहिँ ठिक छ पहिलाको स्थिति भन्दा अहिलेको स्थितिमा के फरक छ पहिला कस्तो थियो त्यो अलिकति भन्नु राम्रो पहिला त अविकसित देश हो होइन विकसित देश त भन्नु मिल्दैन अहिलेको चाहिँ विकसित देश हो पहिलाको भन्दा अहिले चाहिँ खाना लाउनु जाने धरौ खाना लाउनुलाई चाहिँ धरौ होइन सुविधा आनन्द सुविधा टेलिभिजन हेर्ने यसो त्यसो चाहिँ वैज्ञानिक चाहिँ हेर्ने यसो त्यसो हेर्ने चाहिँ राम्रो होइन पहिलाको टेक्नोलोजीमा होइन अब खाने लाउनेमा चाहिँ पहिला मजा थियो अहिलेको चाहिँ हेर्नमा मजा थियो त्यसो भए हाम्रो देश तपाईँको अनुभवमा के छ बालेनजी हाम्रो देशको प्रधानमन्त्री भयो भने राम्रो हाम्रो देशको प्रधानमन्त्री बालेनजी भयो भने हाम्रो देशको स्थिति परिवर्तन हुन्छ कि हुन्न त्यो अलिकति भन्नु होला जस्तो लाग्छ मलाई होला जस्तो लागिरहेछ किनभनेदेखि काठमाडौँमा पनि उसले मुहार फेर्न लगाएको छ तर कसैले त अब रोक्छ उसको काममा त्यही भएर ऊ भयो भने केही विकास होला जस्तो लाग्छ त्यो हाम्रो देशलाई परिवर्तन गर्ने हो जस्तै अहिले युवाहरू विदेश गइरहेछ विदेशमा श्रम गरिरहेछ त्यो बन्द गर्नु त हुँदैन यहाँ नेपालमा काम दिन सक्नु पर्यो यहाँको चाहिँ नेताहरूले राज्यले चाहिँ सत्तामा गएकोले यहाँले कारखाना खोलेर हरेक चिज बाहिर नपठाउने उद्देश्य बनाउनु पर्यो के कुरा भन्नुभयो नि अब यहाँ स्कुल मात्र कलेज मात्र खोलेर के गर्ने काम दिन सकेका छैन पढेर विदेशै जाने हो लगानी सबै नेपालको बोलियो भएसम्म राख्छ अनि बुढो भएपछि लात्ताले हानेर पठाइदिन्छ नेपाल हो कुरा त्यही